हेलो अनि नमस्ते सबैजनालाई। आज हामी इन्टेक 2026 को एप्लिकेसन फर्म भर्नवाला छौं। यसको चाहिँ एउटा डेमो भिडियो हुनेवाला छ यो चाहिँ। सो यो फर्म चाहिँ भर्ती भिड्नुभन्दा अगाडि एकदमै इम्पोर्टेन्ट छ। फेज 1 मा जानुभन्दा अगाडि तपाईले यो लिएर जानुपर्छ। सो यो फर्म तपाईले इनकम्प्लिट भर्नुभयो अथवा तपाईले यसमा कुनै इन्फर्मेसन चाहिँ रङ भर्नुभयो भने चाहिँ तपाईलाई इन्स्टेन्ट डिस्क्वालिफिकेसन हुन सक्छ। र यो भन्दा अगाडिको सालमा मिस्टेक भएको चाहिँ ब्रिटिश आर्मीले चाहिँ सिंगापुर पुलिसको फर्म र सिंगापुर पुलिसले चाहिँ ब्रिटिश आर्मीको फर्म लगेर पनि यता एकदमै कन्फ्युजन भएको थियो। त्यसैले हामीले तल डिस्क्रिप्सनमा लिंक राखिदिएका छौं। त्यसमा चाहिँ तपाईले सिंगापुर पुलिस हो भने त्यसको फर्म र ब्रिटिश आर्मी हो भने त्यसको फर्म चाहिँ तपाईले डाउनलोड गर्नु होला। अनि यसमा तपाईले चिन्नको लागि माथि लोगो पनि छ। ब्रिटिशको आर्मी लेखा हुन्छ र सिंगापुरको चाहिँ उसकै आफ्नै लोगो हुन्छ। र यो फर्म चाहिँ तपाईले कलर प्रिन्ट गर्नु होला। र तपाईले यो फर्म भर्नु भन्दा अगाडि ब्ल्याक पेनले त्यो पनि फुल तपाईले चाहिँ क्यापिटल लेटर्समा भर्नुपर्छ है त। सो हामी फर्म भर्नतर्फ लागौं। र अब चाहिँ म डेमोको लागि ब्रिटिशको फर्म भर्छु। ब्रिटिश र सिंगापुरमा चाहिँ केही पनि चेन्जेस छैन, त्यसैले कन्फ्युज चाहिँ नहुनु होला। यो डेमो हेरेर तपाईले सिंगापुर पनि भर्न सक्नुहुन्छ है त। सो फर्स्टमा अब हामी हेरौं एटेम्प्ट छ। एटेम्प्टमा तपाईको कुन एटेम्प्ट हो त्यही लेख्नुपर्छ। अब म चाहिँ यसमा डेमोको लागि एटेम्प्ट 1 लेख्छु र 1 मा टिक लगाइसकेपछि हामीले 2 र 3 मा चाहिँ हामीले क्रस आउट गर्नुपर्छ है। त्यसपछि अब हाम्रो पार्ट ए छ फर अफिसियल युज। यो हामीले केही छुने काम नगरौं, यो चाहिँ क्याममै हुने काम हो है। वहाँ त्यता चाहिँ तपाईलाई डिस्क नम्बर बिब नम्बरहरु दिइन्छ फेज 1 फेज 2 र फेज 3 मा। सो यो हाम्रो पार्ट हैन अहिलेको लागि। हाम्रो पार्ट भनेको पार्ट बी इज द मेन इम्पोर्टेन्ट थिङ है। पार्ट बी चाहिँ हाम्रो मेन इम्पोर्टेन्ट हो। सो फर्स्टमा छ एनपीपी नम्बर। यो भनेको चाहिँ नागरिकता नम्बर हो। यसमा चाहिँ तपाईको नागरिकता नम्बर चाहिँ तपाईले इंग्लिशमा भर्नुपर्छ है। अनि त्यो पनि ड्याश र स्ल्यासेस बिना भर्नुपर्छ। सो डेमोको लागि म लेख्छु 7701053689 है त। सो त्यसपछि तपाईले आफ्नो नागरिकता नम्बर सर्लकको भर्ने। त्यसपछि सरनेमको कुरा गर्दा म चाहिँ सुखबहादुर भाइको भर्नेवाला छु। त्यसैले म यता सरनेममा तामाङ लेख्नेवाला छु है। TAMANG तामाङ लेख्ने, ब्लक मिलाएर लेख्ने। अनि यो चाहिँ अब हाम्रो थर एउटै मात्र हुन्छ नि। जस्तै अब तपाईको थर भित्रको पनि थर छ भने चाहिँ तपाईले सरनेम र मेन थरमा चाहिँ तपाईको पासपोर्टमा कसरी लेखेको छ त्यसरी नै तपाईले यसमा लेख्नु होला। सो अब एउटै मात्र थर छ भने तपाईले सरनेम र मेन थरमा चाहिँ सेम लेख्नु पर्ने हुन्छ। तामाङको हामी तामाङै लेखौं है। त्यसपछि फर्स्ट स्ल्याश मिडल नेम। यसमा चाहिँ तपाईले आफ्नो पहिलो नाम र आफ्नो बिचमा नाम कुनै छ भने त्यो लेख्नु पर्ने हुन्छ। सो म लेख्छु SUK र स्पेस दिनु पर्ने तपाईले एउटा ब्लक छोड्नु होला। र त्यसपछि लेखौं BAHADUR बहादुर है त। सो फर्स्ट एन्ड मिडल नेम भइसकेपछि तपाईको पासपोर्ट नम्बरको कुरा आउँछ है त। सो पासपोर्ट नम्बर अहिलेको रिसेन्टको ई पासपोर्टमा चाहिँ अगाडि PA लेखिएको हुन्छ। सो त्यो पनि तपाईले इन्क्लुड गर्नुपर्छ। सो लेख्छु म PA 753601 है। आफ्नो सबै नम्बरहरु सर्लक्क लेख्नु पर्यो। त्यसपछि डेट अफ बर्थ इन इंग्लिश। तपाईको इंग्लिशमा चाहिँ तपाईले आफ्नो जन्ममिति लेख्नुपर्छ। सो यसमा चाहिँ मिस्टेक नगर्नु होला। फर्स्टमा चाहिँ हामीले तारिख लेख्नुपर्छ है त। सो उसको डेट अफ बर्थ चाहिँ 2005 to 24 हो भने हामीले के लेख्नु पर्यो 24/02/2005 है त। उसको जन्ममिति हामीले इंग्लिशमा चाहिँ फर्स्टमा मन्थ, फर्स्टमा डे, त्यसपछि मन्थ र लास्टमा इयर लेख्नुपर्छ। त्यसपछि हामीले यहाँ साइडमा तलपट्टि हेर्दाखेरि डेट अफ बर्थ इन BS छ। यो भने नेपाली विक्रम सम्वतमा हो। सो यसमा चाहिँ हामीले ध्यान दिनुपर्ने चाहिँ नेपालीमै भर्नुपर्छ यो चाहिँ है त। यसमा चाहिँ फर्स्टमा हाम्रो वर्ष, महिना र गते आउँछ। सो उसको डेट अफ बर्थ चाहिँ कति छ त 2061 साल 11 महिना 13 गते छ है त। सो यो उसको डेट अफ बर्थ हो। यो चाहिँ इंग्लिशमा नभर्नु होला। यो चाहिँ नेपालीको सेक्सन नेपालीमै भर्नु होला। त्यसपछि अब हामी साइडतिर जाउँ। म्यारिटल स्ट्याटसमा यसमा हामी सिंगलमा टिक लाउँछौं। त्यसपछि चिल्ड्रेनमा नोमा टिक लाउँछौं। र त्यसपछि अब हामी यता डिस्ट्रिक्टमा आउँ। डिस्ट्रिक्टमा आउँदा हाम्रो भाइ चाहिँ धादिङबाट हो। DHADING धादिङबाट हो है। त्यसपछि हाम्रो क्रिमिनल कन्भिक्सन छ यतापट्टि है। सो क्रिमिनल कन्भिक्सनमा हामीले के टिक लाउनु पर्छ हामीले नो टिक लाउनु पर्छ है। त्यसपछि अब हाम्रो तलपट्टि हेर्दा के छ हाम्रो रिलिजन छ। रिलिजनमा तपाईको आफ्नो धर्म लेख्नुपर्छ। यो पनि क्यापिटल लेटर्समै म लेख्छु हिन्दुजम लेख्छु। त्यसपछि ब्लड ग्रुप है त। सो आफ्नो ब्लड ग्रुप चाहिँ के छ त्यो पनि जानिराख्नुपर्छ तपाईले। त्यो पनि राम्रोसँग लेख्नु होला। त्यो पनि हामीले क्यापिटल लेटर्समै लेख्ने हो। बी यसमा चाहिँ हामीले यसलाई चाहिँ सेक्युर गरेर लेख्नुपर्छ। BPOS लेख्नुपर्छ है। नेगेटिभ केसमा चाहिँ NEG लेख्नुपर्छ है त। सो
सो त्यसपछि एसई जीपीए उसको जीपीए कति आएको थियो त त्यो लेख्नु पर्यो 3.45 त्यसपछि एसई इयर यो चाहिँ इंग्लिशमा लेख्नु पर्छ है त 2024 त्यसपछि सिम्बल नम्बर छ यो सिम्बल नम्बर एसई इयर सबै यो चाहिँ आफ्नो एसई को डकुमेन्टमा हेर्नु होला सिम्बल नम्बर पनि म लेख्छु 6125449 अनि सिम्बल नम्बरको लास्टमा जुन यो अल्फाबेटिकल नम्बर हुन्छ क्यारेक्टर भनौं त्यसलाई पनि नछुटाउनु होला त्यो पनि लेख्नु पर्छ है त त्यो नि नेसेसरी छ त्यसपछि तपाई प्राइभेट स्कुल हो कि गभर्नमेन्ट स्कुल हो त्यो टिक लाउने गभर्नमेन्ट टिक लाए मैले र फर्दर क्वालिफिकेसनमा तपाईले कति पास गर्नुभयो त्यो लेख्ने हो यदि तपाई कुनै +2 पढ्दै हुनुहुन्छ भने तपाईले +2 रनिङ लेख्छु भाइको मैले +2 रनिङ लेखे है त ल रनिङ लेखे त्यसपछि भिलेज उसको गाउँको नाम लेख्ने है त सो यो गाउँको नाम चाहिँ तपाईले आफ्नो पासपोर्ट बनाउँदाखेरि नै दिनु भएको होला सो त्यसमा पासपोर्टको नेक्स्ट अफ किनको तलपट्टि एड्रेस हुन्छ त्यता नै हेर्नु होला गाउँपालिका र भिलेज चाहिँ फरक छ सो त्यसमा चाहिँ कन्फ्युज नहुनु होला सो म भिलेज लेख्छु THAKRE है उसको भिलेजको नाम चाहिँ ठाकरे हो त्यसपछि अब हामी गाउँपालिका अथवा नगरपालिका कुन पर्छ त्यो लेख्ने छौं सो गाउँपालिकामा टिक लाउँ र उसको गाउँपालिकाको नाम हो BENIGHAT बेनीघाट है त सो त्यसपछि यता आउँ हामी वार्ड नम्बर छ सो तपाईको वार्ड नम्बर सिंगल डिजिटमा छ भने चाहिँ अगाडि 0 लेख्नु चाहिँ नभुल्नु होला है त 04 त्यसपछि आफ्नो नम्बर दिनु होला क्यान्डिडेट कन्ट्याक्ट नम्बर है म डेमोको लागि उसको अहिलेको लागि चाहिँ नम्बर भर्दिन्छु एउटा र्यान्डम नम्बर भर्दिम न है त्यसपछि यता हेर्नुहुन्छ नेक्स्ट अफ किन्स कन्ट्याक्ट नम्बर यसमा चाहिँ तपाईको पासपोर्टमा तपाईले कन्ट्याक्ट चाहिँ नेक्स्ट अफ किनमा आफ्नो आमा बुवा हैन जसको राख्नु भएको छ उहाँको चाहिँ तपाईले यसमा कन्ट्याक्ट नम्बर दिनु होला है त्यसमा चाहिँ आफ्नो कन्ट्याक्ट नम्बर सर्लक्क दिनु होला त्यसपछि अरु के छ त फादर्स नेम मदर्स नेम है यसमा आफ्नो बुवाको नाम लेख्ने त्यो पनि सबै क्यापिटल लेटर्समा त्यसपछि मदर्स नेम लेख्ने है उहाँको नाम लेख्दिम हामी यो चाहिँ एज अ डेमो भिडियो हो त है त्यसपछि अकुपेसन भनेको तपाईको बुवा अथवा मम्मीले चाहिँ के काम गर्नुहुन्छ त्यो लेख्नुपर्छ उसको बुवा चाहिँ किसान गर्नुहुन्छ त्यसैले मैले फार्मर लेखे अनि त्यसपछि मम्मी चाहिँ उहाँको हाउसवाइफ है त सबै क्यापिटल लेटर्समा लेख्नुपर्छ सो त्यसपछि सर्भिस नम्बर र्याङ्क र यो रेजिस्ट्रेसन नम्बर यो हैन यो चाहिँ कस्तो भने तपाईको यदि प्यारेन्ट्स चाहिँ इन्डियन आर्मी ब्रिटिश आर्मी सिंगापुर पुलिस अथवा नेपाल आर्मीमा हुनुहुन्छ भने नेपाल पुलिसमा हुनुहुन्छ भने उहाँको चाहिँ सर्भिस नम्बरहरु र्याङ्कहरु सबै लेख्नुपर्छ तपाईले यदि तपाईको हुनुहुन्न जस्ट लाइक सुक को जस्तै तपाईको हुनुहुन्न भने चाहिँ तपाईले लेख्नु पर्दैन यदि हुनुहुन्छ भने चाहिँ त्यो चाहिँ उहाँहरुसँग सोधेर मजाले लेख्नु होला त्यसपछि छ हाम्रो अब फर्म सिदिन लागिसक्यो अब हाम्रो यता मिति लेख्ने अनि सिग्नेचर अफ क्यान्डिडेट तपाईको यहाँ सिग्नेचर गर्नु होला त्यसपछि डेट यो फर्म कहिले भरेको हो त्यो लेख्ने है त सो त्यो पनि इंग्लिशमा लेख्नुपर्छ हामीले सो उसको सिलेक्सन हो सपोज 16 मे मा छ भने उसको चाहिँ हामीले लेखौं 15/05/2025 आफ्नो सिलेक्सन भन्दा 1-2 दिन अगाडिको मिति राख्दा राम्रै हुन्छ है त्यसमा त्यो फरक परेन त्यसपछि एसआरए नम्बर एसआरए सिग्नेचर यो हाम्रो के पनि गर्ने हैन यो सबै क्याममा हुने चीज हो र मेन इम्पोर्टेन्ट कुरा चाहिँ हामी यहाँ हौ माथिपट्टि हाम्रो मेन इम्पोर्टेन्ट कुरा भने चाहिँ फोटो हो है तपाईले चाहिँ रिसेन्टली खिचेको फोटो राख्नुपर्छ तपाईले क्यापहरु लाको मुन्द्रा टोपी केही नलाको फोटो हुनुपर्छ सर्लक्क मिलेको अनि त्यसमा चाहिँ कस्तो हुन्छ भने तपाईको चाहिँ साइज चाहिँ मेनली इम्पोर्टेन्ट है त तपाईको साइज चाहिँ 35/45 mm को चाहिँ फोटो हुनु पर्यो यो पीपी साइज फोटो हैन यो चाहिँ जस विदेशमा जाने फोटोहरु चाहिँ हो विदेशमा एप्लाई गर्ने मान्छेहरुको फोटो चाहिँ प्राय यो साइजमा खिचिन्छ सो तपाईले यो फोटो चाहिँ जस 8 वटा 12 वटा बनाउनु होला पछि पनि काम लाग्छ अनि यसमा चाहिँ मजाले टालेर जानु होला सो तपाईको फर्म चाहिँ यति नै हो एकदमै सजिलो छ तर तपाईले यसमा मिस्टेक गर्नु हुँदैन मिस्टेक भयो भने तपाईले यहाँ लेखिएको छ रिजल्ट इन डिस्क्वालिफिकेसन है सो त्यसैले यसमा अलिकति हेलचक्राइ नगरिकन गर्नु होला अनि यसपछि अब हाम्रो नेक्स्ट भिडियो चाहिँ केमा हुन्छ भने कसरी फोटोकपी गर्ने त्यो सबै हुन्छ सो सिग्नेचर पनि तपाईले गर्नु होला यहाँ है त म सिग्नेचर अलिकति छुटेछ म त्यो गर्दिन्छु सिग्नेचर पनि गर्नु होला है म एज अ डेमो हो यो मैले उ भाइको चाहिँ यही पठाउने हैन क्याममा है सो एज अ डेमो म तपाईहरुलाई देखाउँदै छु सो त्यसपछि अरु भनेको तपाईले केही पनि गर्नु पर्दैन यसमा फोटो टाल्ने अनि टक्क अब लाने है त अनि यो सँगसँगै तपाईले अब आफ्नो डकुमेन्टहरु पनि प्रिन्ट गर्नुपर्छ त्यो चाहिँ हामी नेक्स्ट भिडियोमा भेट्ने छौं है त